दर्शकवृन्द जयमा सेनी नमस्कार। म हेमराज विक। आज हामी सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नम्बर 6 लान्तीदेखि आज हामी तुसारे जाँदैछौँ। आजका यस भिडियोमा हामीले चाहिँ के ठाउँका चाहिँ विकास त भएको तर अल्प विकास भएका ठाउँहरू देखाउँदैछौँ। यहाँ चाहिँ बाटो यति ठाडो चाहिँ खनेको रहेछ। यहाँ चाहिँ लोड भएको गाडी त के रित्तो गाडी नआउन सक्ने सम्भावना। यो सडक चाहिँ 3 वर्ष अघि खनिएको र खनिएकोदेखि पूर्ण मर्मत नगरेको स्थानीय बासिन्दाहरूले जनाएका छन्। हेर्नुहोस्, सडक चाहिँ चिरा परेको छ। यहाँका वडा अध्यक्षज्यूले चाहिँ आफ्नो ठाउँमा विकास गरेको र यस ठाउँमा नगरेको भन्ने स्थानीय बासिन्दाहरूको गुनासो रहेको छ। यहाँदेखि अगाडि बढ्दै गर्दा यहाँदेखि देखिने नजिकैको स्थान यो चाहिँ छत्रेश्वरी गाउँपालिकाको राजधानी भोटेश्वर सल्यान हो। यहाँ चाहिँ निकै नै रमाइलो दृश्यहरू देखिराखेको छ। यहाँबाट चाहिँ हामी जङ्गल अगाडि बढ्यौँ। यहाँनिर चाहिँ निकै नै रमाइलो हामीहरू चाहिँ साथीहरूसँग गफ गर्दै निकै नै चिसो हावासँगै हामी अगाडि बढ्यौँ। यहाँबाट देखिने चाहिँ छत्रेश्वरी गाउँपालिका वडा नम्बर 6 राणा गाउँ हो। यहाँबाट चाहिँ हामी अगाडि बढ्दै रह्यौँ। डाँडा काँडा देउराली भन्ज्याङ चराचुरुङ्गीको आवाजसँगै हामीहरू अगाडि बढ्दै गयौँ। यहाँबाट चाहिँ माथि लेकमा उक्लिसकेका छौँ। हामी चाहिँ यहाँबाट देखिने यो चाहिँ लक्षिमपुर। अब हाम्रो घर पनि आइसकेको छ। यहाँका महत्त्वपूर्ण जानकारीहरू बताउने नै छौँ।